दाइले यहाँ सरप्राइज गिफ्ट खोल्दै हुनुहुन्थ्यो। नमस्कार साथीहरू। र यो के होला ल अन्दाज लगाउनु साथीहरू तपाईहरूले हैन। यो चाहिँ ल साउदीमा है साथीहरू नेपालबाट ल्याएको घन्टी चाहिँ हाम्रो एकजना रापरपाको साथी हुनुहुन्थ्यो। रापरपालाई साह्रै माया गर्ने समर्थक। मैले चाहिँ ल रापरपालाई माया गरिराख्नुहोस् तर घन्टीलाई पनि माया गर्न नछोड्नुहोस् भनेर उहाँलाई उपहार दिइदिएँ। मैले चाहिँ अब मलाई त एउटा घन्टी चाहियो हेर्नुहोस्, त्यही भएर मैले अनलाइनबाट मगाएँ। यति राम्रो आवाज, आहा घन्टीको त यति राम्रो आवाज छ भनेपछि यो घन्टीको पार्टीको चाहिँ काम कति राम्रो होला हैन। आहा ल हेर्नुहोस्, जसरी यो घन्टीको आवाज यसरी कानमा एकदम मिठो तरिकाले गुन्जिरहेछ त्यसरी नै रासोपाले राम्रो काम गरेर रासोपाको नाम हरेक मान्छेको मनमा यसरी नै गुन्जियोस्। जय घन्टी।